What is this man? मर्छ होला केटाहरू आउँछ बाबाले छ बाबाले डट बाइकमा चाहिँ मजा हुन्छ यो पारिपट्टिको डाँडा चाहिँ पहिला मेरो अनि परविन भाइको तरुनीको गाउँ घर है यता पर चाहिँ जोडा त जोडा बल्ला से हम जा रहा है देवी झोडा सबैले सब्स्क्राइब गरिदिनु होला हाम्रो साथीलाई पुरै जर्सी सहित छ त नि स्वागत छ हजुरहरूलाई सबै नाम युट्युब च्यानलमा अनि सो साथीहरू हजुरहरूले एकदम सन्चै एकदम फुल्ली सन्चै छु म चाहिँ नयाँ ठाउँमा भन्दा नि नयाँ ठाउँ हो मेरो भ्लगमा चाहिँ होइन म चाहिँ अहिले केराबारीको कदम खोला नदी भन्दा कम छैन तर हिउँदोमा पानी स्याप्पै हुन्छ अनि हामी चाहिँ परिन भएर म भन्दै नि त भाइ हामी कहाँ गएको भनेर आज चाहिँ हाम्रो आरुगोटेसम्मको टुर छ अनि त्यहाँदेखि अरू त्यति मात्रै त्यहाँदेखि फेरि फर्केर आएर उता पर भलुवा हुँदै देवीझोडा समाप्त हुन्छ होइन ल अब हाम्रो बाटोको यात्रा के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने कोसिस गर्छु हेर्दै गर्नु होला लेट्स मुभ धन्यवाद What is this man? मर्छ होला केटाहरू हामी चाहिँ यो माथिको डाँडा यताबाट यस्तो घुम्दै माथि 32 जुरे गल्ली मुनि अलिक समय भएको भए चाहिँ हामी 32 जुरे पनि जाने प्लान थियो छुटी जाँदै हामी 32 जुरे चाहिँ नजाने अरे कहना क्या चाहते हो 32 जा रहे हो 32 जा रहे होइन जुरे होइन के 32 जा रहे हो ल साथीहरू यो बाटो चाहिँ यता पुल जाने बाटो भाइरल पुल त केटा होलुङ्गे बगैँचा यहाँ चाहिँ यहाँदेखि चाहिँ अलिक कष्टकर बाटो छ उकालो के छ थाहा छ सबै छ ल अरू चाहिँ म बाटोमा देखाइहाल्छु तपाईँहरूलाई बाटो चाहिँ ग्राभेल गरेकै हो तर अब हाम्रो स्कुटीको चक्का नै अलिक सानो हुन्छ त्यही भएर घाडाघडी गर्छ है नहल्ने भागहरू पनि हल्लाइदिन्छ नि त अब त्यहाँभन्दा उता चाहिँ म भन्दा हजुरहरू नि एकदम के अरे इन्टेलिजेन्ट हुनुहुन्छ यो चाहिँ केटाबारीको भ्यू पोइन्ट त्यहाँमाथि बेलुका चाहिँ लास्टै भेटार जस्तै हुन्छ है मान्छेहरू पुरा पार्टी खानेदेखि लिएर रमझम गर्ने यो ठाउँमा स्विमिङ पुल हुनुपर्ने क्या है घुम्नु आएको थिएँ होइन बहुत तेज हो रहा है त्यही त मैले भन्नु खोजेको आएको थिएँ क्या आएको थिएँ भन्नु खोजेको कि तर मैले नि आएको थिएँ भनेको क्या अनि यसै दिएर केटाहरूसँग घुम्न आएको फर्स्टचोटि बिना पैसा बिना खर्च सङ्गीत ए सुनामामा हो सुनामा गएर यसो गर्नु म विवेक उसको साथीहरू हिँड्दै आएको केटीहरू बोल्दै नबोल्दै क्या तर राम्रो थिएन नि त साथीहरू सोधी हेर्थ्यो क्या लपडाँडा पनि हो एक जमानाको
आउनु भ्याएन तरुनी लिएर ओइ केराबारीको पढाइ छ पढाइ छ कडक 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 आइफोन भएको त मेरो नि के अरे डिजिटल क्यामेरा तपाईँ के भन्नु रेडमी 9C हो ला आग लागि भयो माई गड एज अ भ्यू पोइन्ट के भन्छ हौ यहाँ त यता त आग लागि हुँदैछ क्या गाइला यहाँ त बस पनि लाग्छ होइन लाग्छ बस लाग्ने बाटो चाहिँ है चाहिँ पुरै यस्तो चाहिँ गर्नु नहुन्थ्यो के हो चिलुडी हुन्थ्यो त आग लाग्यो सिट छ त भर्खर स्टार्टिङ हो क्या सखाको पात बेरेर खाएको जस्तै कना त अच्छा है याद चाहिँ आइहाल्छ अब च्यानघारी सर्टकट बाटो हामी हिँडेको पहिला साइड डाँडा काम गर्न आउँदा पनि यही बाटो हिँडिन्थ्यो यस्तो कुदाउँथ्यो दाइहरूले यो होम पाइपभित्र छिरेको म कहिले बिर्साउँदिनँ ए बाइकमा छिरेको नि केटाहरू त्यतिखेर आउँदाखेरि गर्मीले चिङ्गो खाने कि ए ल बाटो चाहिँ यस्तै छ होइन गाइस तपाईँहरूले देखिसक्नुभयो होला अब किनभने मोबाइलमा चार्ज पनि अलिक कम छ नि त त्यही भएर सानो क्लिप थोरै तपाईँहरूलाई हल्का अब सबै बाटो देखाएर पनि अब सकिँदैन नि त अरविन्दको बाइक त यहाँ छ त यहाँ 25,000 को बाइक तर अरविन्दको होइन है साथीहरू दाइले चाहिँ अर्को भाइलाई लिएर जाऊ भन्दै थियो अब अर्को भाइ आएको भए म यसो भिडियो बनाउनु पाउँदिनँ केही गाइस होइन अनि केराबारीको भ्युज ओ माई गड तिमी चाहिँ बाटो हेर कहाँ भरे म्याजलाई केराबारीको भ्युज साथसाथै ल ल ल ल ल ल ड्याम भन्दै यहीँ हो क्या ओभरटेक हानेको ठिकैले ल बाँकी कुरा गर्दै गरौँ साथीहरू यो ठाउँ पनि एकदम बवालै छ के ठाउँ अरे यो कुवापानी के अरे कुवापानी होइन ना के अरे भन्छ नि खोइ के भन्छ भाइ यहाँ एउटा द पनि थियो अरे त नाम यहाँ नि ठाउँ चाहिँ बवालै छ बवालै डट बाइकमा चाहिँ मजा हुन्छ सर पत्ता सर उठाउँदै खेसे पार्दै होइन यहाँ तल त्यो गैरीमा गोल खेल्छ स्टोन देखाउँदै होइन काट्दै यस्तै अहिले त के हो काठहरू पो काटिरहेको छ त खेल्नु छोडी यो ठाउँको नाम चाहिँ के रहेछ काली पोखरी केराबारी 3 आम डाँडा ए केराबारी 3 पो यो रहेछ ए केराबारी 3 भनेपछि यो भोक्टेरी 3 नै पर्छ त त्यही हो त यो पारिपट्टिको डाँडा चाहिँ पहिला मेरो अनि परविन भाइको तरुनीको गाउँ घर है यता पर चाहिँ अब यहाँदेखि बोलायो भने नि सुन्छ किनभने भन परविन हामी यहाँ साइड डाँडामा आएर फल्ला भन्दा म भात पकाउँदैछु है भनेर भन्थ्यो तर यो त अति गहान्यो नि त होइन तल पारिपट्टिको सिधुरे भालकुडे अनि यता यता लामेटार एन्टेन बाटो चाहिँ देख्नुभयो होला खत्रै छ स्कुटीले तानेकै छ किनभने हामी स्कुटी कन्डिसनमा राख्छौँ नि त एकदम अब दिनकै कुदाइन्छ जतिखेर पनि होइन साइड जानुदेखि लिएर जे गर्नु पनि स्कुटी त्यही भएर आफ्नो माल सामान भनेको चाहिँ एकदम जतन गर्नुपर्छ यसलाई चारो पनि त भयो कुदाए अनुसारकै चारो पनि खुवाउँछौँ नि त होइन त्यही हो
त्यति नगरिँदाखेरि पौष्टिक पेट्रोलहरू हाल्नु पऱ्यो। हामी फेरि ललतरको पेट्रोल हालिँदैन होइन, एकदम पुरै भिटामिनयुक्त पेट्रोल हाल्छौँ। लामेटार चनौटे डाँडादेखि त 6 गरे अलिक नदेखिने रहेछ है। 6 बोटे 6 गरे नदेखिने रहेछ। अलिक मजाले नदेखिने रहेछ क्या। माथिको के हो त्यो माथि टपको त डाँडामा यहीँ हो। ए यहाँ हो कि कहाँ हो हाम्रो गाडी बिग्रेको? माथि अनि फेरि ओह्रालो आएको उयो टाढै छुट्यो अनि फेरि ओह्रालो न्युटाउको चनौटेमा त टन्नै घर पो रहेछ। तल्लो चनौटे मायाको बारीमा जुम्रा पर्यो दारीमा सङ्गाली राखेको कुसुमेरुमा कुसुमेरुमा। हामी यो माथिको डाँडा देखेको नि पार गरेर जानुपर्ने हो। यहाँ आयो होइन ग्यास चेन्ज गरेको फर्की 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 रहेर मलाई। बाटो चाहिँ ठाउँ ठाउँमा एकदम राम्रै छ। कुनै कुनै ठाउँमा चाहिँ पुरै खोलेर के भन्छ नि त्यो मुनिको माटो नै निक्लिने गरी खोल्या चाहिँ यो यो बालुवा हालेर पनि ग्राभेल गरेर सिम्रो गला उताको भ्यू देखा। यता पहाडी चाहिँ उता लेटाङ लेटाङ पर्छ। उता त्यो कुन ठाउँ यो पर टिसाङ बुधबारे पनि देखिँदो रहेछ भलुवा। के हावा त बबाल आउने रहेछ। हामी त्यसरी त्यसरी घुम्दै घुम्दै आएको भन्नु भाइ। छगरे देखियो अब चाहिँ ल छगरे 6 बोटेतिर आफन्तहरू पनि टन्नै थियो, आफ्नो मान्छेहरू पनि टन्नै थियो हुनुहुन्छ। अहिले त छैन, अब सबै साथीहरू मात्रै हो। बोलाइदिउँ कि क्या हो? ए फल्ना सबैले बिहे गरिसक्यो तर के गर्नु होइन। यो ठाउँमा अभि चाहिँ कुच्चो पनि हुँदो रहेछ। कुच्चो चाहिँ बगालै हुँदो रहेछ। हामी चाहिँ फाइनली भोगटेनी एरिया छिर्यो। यस्तो पारिको डाँडा पो रहेछ। 32 कुन वे माथि हो? यो डाँडादेखि पनि अझै माथि हो। भोगटेनी ठ्याक्कै आयो। सिंहदेवी जेफाले उकालो नगर सङ्ग्रहालय यता कहाँ जानबाट यहाँ स्कुल कहाँनिर गर्ने हुन्छ हामीले होइन। वा यता हेरेर देखिहालिन्छ होइन। यस्तो पो छ यता हेर। उताबाट त एउटै सोलिङ जस्तो देखिन्छ। त्यसलाई सोल त त्यो त्यो माथिको छ नि तेर्सो त्यो पनि गर्नुपर्छ। उसी पे जेफाल दादा ए जेफाल दादा परै भइहाल्यो नि। अस्ति बिहेमा जाँदा त्यो कटेको रामपुर त यो बाटोभन्दा तल्लो बाटै अनि जित्दो रहेछ खोला खोलामा। के किदुम यहीँ तल होइन के किदुम। यता माथि आएपछि छुट्टै चिसो सर हावा है। अनि अलिक अग्लो ठाउँमा आएपछि ढक्क पाहाडकै याद अनि पाहाडै हो नि त होइन पर्ने। केराबातिर त पुरै मस्त गर्मी छ। आमा भिर पाक यो त सबै कुच्चै घारी मात्रै छ तल त। यहाँ कहाँ सोध्नु भरे ओरै थियो भने ल दाइ यहाँ स्कुल कहाँनिर छ? स्कुल यता माथि हो। नयाँ भवन बन्दै गरेको थियो स्कुल हो। ल त होइन ग्रिल नाप्नुलाई अलि ढिलो भयो। के अलिक अब त आइपुगिहाल्यो नि स्कुल। ए स्कुल
होइन रे चर्च रहेछ ए स्कुल पुरै अनि पुरै उयो रहेछ त अनि टक्क परेको छ नि त कहाँ हो अलि अगाडि भन्दै स्कुल चाहिँ गाइस यता माथि रहेछ कता हो बा ए भोटेको पान भाइ ए त्यता होइन बाटो कता हो त यता यही बाटो यही बाटो ए यही बाटोहरू त पारिपट्टि नि गाउँ रहेछ मस्त आमा अङ्कल आराम गर्नुभएको ल ल गर्नुपर्छ आराम ए यतिलाई घुमाइदिएको रहेछ अनि है यतापट्टि पनि रहेछ त अनि यतापट्टि रहेछ त अनि आम्मा कत्रो दिमाग लगाएर बाटो घुमाइदिएको अनि ल कुदिनुपर्छ क्या कुदिन्छ ल म त तानिहाल्छ नि हो डियो पो त हो डियो 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 ओहो डियो डियो के हो गरिदियो यहाँ ल हामी चाहिँ स्कुल आइपुग्न आँट्यो बाटो चाहिँ एकदम उयो रहेछ स्कुल चाहिँ यहीँ हो अब स्कुलको नाम के थाहा छैन हामी यहीँ गएर बुझ्छौँ भनेर गाइस होइन बाटो चाहिँ दिवस मान्नै पर्छ होइन हो यति नै हो ग्रिल 18वटा त छ भन्दै थियो 18वटा नयाँ भवन भोगटेनीको त्यही हो त ल हामी चाहिँ फाइनल साथीहरू भोगटेनिक स्कुल आइपुग्यौँ 3टा मात्र कोठा रहेछ नि त 1 2 3 भनेपछि कतिवटा छ यहाँ 9वटा 18वटा मात्र भन्दैछ नि त अर्को चाहिँ कति 5सम्म रहेछ स्कुल यो ल यति नै रहेछ अब झ्याप्छु हामी नाप्ने फेरि फर्किहाल्यो पारिपट्टि गाउँ चाहिँ ओहो भातहरूको दामी रहेछ नि त हौ नि यो भाइ बुहारीको याद आयो क्या झ्याला पाउडर मजाले बस्छौ त भाइ यो 18वटा पिस रहेछ जम्मा अनि फिनिसिङ गर्नु बाँकी नै रहेछ अब भलुवा जान्छु म अनि भलुवादेखि देवीझोडा 2टा स्कुल टक्क नाप्नु पर्ने छ यहाँको मौसम चाहिँ बबालै शीतल तल चाहिँ पुरै गर्मी हुन्छ यता चाहिँ पुरै शीतल हुने रहेछ रमाइलो ठाउँ म फर्स्ट टाइम आएँ भोगटेनी अब एक दिन 32 जुरे जाने प्लान छ हान्नु पर्ने 32 जुरे यो पर देखेको चाहिँ रामपुर स्कुल रहेछ मेरो मोबाइलले राम्रो क्यामेरामा क्वाइट चाहिँ गर्दैन ल अब चाहिँ हामी लाग्यौँ डाइरेक्ट तलै भेट्यौँ है अर्को के अरे अर्को के अरे अनि जोड़ा तो जोड़ा बल्ला से हम जा रहा है देवी झोड़ा ल भरे फर्किँदा हामी चटपटे खान्छौँ
सम्झा पछाडि भूत यो घुम्ती चाहिँ मान्छे लास्टै गिरी लाग्छ है मलाई लखनाहरू चलाउँछ चढ्नु पर्यो हामी चाहिँ 4 बजे घारी कटेर पनि अब अन्तिम अब चाहिँ भलुवा छिरिमा हामी यहाँदेखि स्कुल नजिकै छ जङ्गल चाहिँ डेन्जरै डेन्जर छ यता च्यानै च्यान यता मास्तिर च्यानै च्यान डर मर्दो एक्लै अन्त राति डर लाग्छ अब हामी भल्ला स्कुल पुग्नु आँट्यो चिसो खाम त भन्नु अङ्कललाई अस्ति त्यो भाइलाई पनि दियो के भन कम्प्लिटली हामी चाहिँ स्कुल आइपुग्यो स्कुलको भवन चाहिँ यो यहाँ चाहिँ फिनिसिङ हुँदो रहेछ मुनिको त गर्नु बाँकी छ अझै निचे हाम्रो काम अनि यहाँ त खोइ अनि फुल फिनिसिङ नै छैन कसरी नापेर जानु अहिले भलुवाको ननापी जाँदा हुन्छ क्या फर्किन दाइलाई भनेर गर्मी चाहिँ लास्टै छ साथीहरू यो चाहिँ माथि ट्याङ्की उयो अनि हाम्रो भर्याङको काम चाहिँ यत्तिकै छोडिरहेछौँ अस्ति हामीले यति गरिराखेको थियौँ अनि यो पुरा स्टप भयो अब खोइ किन हो किन बन्द गराएको नि ल अब नापजाप हुन्छ जस्तो मलाई लागेको छैन किनभने पुरा झ्याल पनि बनेको रहेन रहेछ अब दाइसँग बुझौँ अनि विचार गरौँ यहाँ चाहिँ फुल फिनिसिङ नगरेको हुनाले अब हामी चाहिँ डाइरेक्ट देवीझोडा जान्छौँ देवीझोडा नाप्छौँ अनि कारखाना चल्दिन्छु गाइस कहिले सक्नुहुन्छ अङ्कल मुनिको फ्लोर फिनिस कति टाइम लाग्छ मुनिको अब सबै यो सरसरो सबै यो मसिनो सबै लगाएर 1 हप्ता जति लाग्छ 1 हप्ता त्यो त झ्याल फिनिसिङ भइसक्यो भन्दा क्या भलुवाको अन्त झ्याल नाप्नु आएको होइन झ्याल ग्रिल यो झ्यालको ग्रिलहरू क्या यिनीहरू 1 हप्ता टाइम लाग्छ हुन्छ हामी आउँछौँ नदिनमा त्यहाँ मुनि चाहिँ पुरै बाँकी रहेछ यता त भर्खर आलो तल्लोपट्टि बाँकी नै रहेछ अब एकैचोटि सकेर मात्र आउने अब हामी भलुवातिर लाग्दियौँ भाइ लाग्दियौँ है के भन्नु न के भन्नु न त्यही देवीझोडा भलुवा यहाँ पनि मैले पहिला कक्षा 5 मा पढ्दाखेरि एउटा आकृति मगरलाई खुब मन पराउँथेँ होइन अनि उसलाई चाहिँ रोशन साथीले पनि मन पराउँथ्यो तर मैले भन्नु चाहिँ नसकेको तपाईँ पनि यहाँ पढ्नुभएको होइन मेरो साथी चाहिँ ऊ भलुवा यता सरेर आएको छ तर उसलाई अहिले कक्षा 5 देखि मैले हामी छुटेको त्यहाँदेखि भेटै भएन म कहिलेकाहीँ फेसबुकमा पनि सर्च गरेर खोजिन्छु भेटिँदैन ए भगवान् उसले मलाई चिनो भने म एम कुमार लेम्बो यहाँ पढेको होइन हो सानो राङ्चा पढ्दाखेरि उनीहरू हामी सँगै पढेको क्या अम्बो फुल वाउ व्हाट नाइस सानो ठाउँ छ शीतल बगाले गरियो
यही बाटो जम्मै यताबाट यसो आऊ कहाँ आउँदा जाउँ सर्टकटबाट अब हामी चाहिँ लाग्यो सर्टकट यहाँ तल त चेकिङ गर्छ अरे नि त त्यहाँ तल यहाँ त खेल्ने ठाउँ अब चाहिँ गाइस देवी झोडामा गएर ट्याक्क भेटौँ है अलिक बाटो टाढो छ अनि अब त्यही त हो नि हाम्रो स्कुटी हो स्पिड कुद्दैन होइन अनि अब त्यो दिनजेलमा के गफ गर्ने भन्ने कुरा पनि आउँछ तपाईँहरूलाई हेर्नु पनि हामी चरा मार्दै चरा हान्दै जान्छौँ त्यति अब यस्तो हुन्छ अब त्यो भिडियो लङ गरिराख्दा अब त्यो तपाईँहरूलाई हँसाउने मनोरञ्जन गर्ने खालको हामीलाई त्यस्तो है पर्दैन गफ पनि गर्न आउँदैन है कोही त्यो जस्तै भिडियो क्यामेरा अफ भएको बेला फेरि कसम नसोचेको हुन्छ क्या जब क्यामेरा अन गरौँ अनि चाहिँ छैन होइन कलाहरू पनि भित्रभित्रै दबिजान्छ होइन अन्त कमेडी पनि हुन्छ जब अलिक हाँसुट्दो खाले क्यामेरा अफ हुन्छ क्या गाइस अनि त्यो बेला हामी दुःखमा पुग्छौँ यो बेला चाहिँ क्यामेरा अन भइदियो हुन्थ्यो भन्ने अन्त है हुन्छ ल तर के गर्नु सबै सोचेको जस्तो हुँदैन प्रवीण भाइको दुई चारवटा के भन्छ गफ पनि सुनिदिइहाल्नु होला अनि हाँस नउठे पनि हाँसिदिनु होला है त्यस्तै हो अब रुनु चाहिँ नरुदिनु होला अब त्यस्तो रुने कुरा खासै केही छैन होइन अब आम्मामा के हो ल लगाइ ल यहाँ त हात्ती पनि आउनु सक्छ ल ल ल ल देवी झोडामा गएर ढ्याक्क भेटौँ त्यहाँ अब है 600 रुपियाँको मासु भात खायो ए 700 भन्दै थियो तर हामीले 600 मात्र तिरेको थियौँ त्यो दिदी झुकेर चाहिँ 700 भन्दै हुनुहुन्थ्यो केही छैन अब फेरि खानुपर्छ एक दिन ग्रिल ठोक्नु आएको बेला मासु भात यहाँ त घन्टीवाला पनि गएको रहेछ देवी झोडा लाग्यो छिर्यो देवी झोडा छिर्यो अब 2 किलोमिटर छ स्कुल चाहिँ 2 किलोमिटर तल छ स्कुल चाहिँ अनि बाँकी भिडियो स्कुल पुगेर म हजुरहरूलाई देखाउँछु देवी झोडाको स्कुल श्री बुद्ध माध्यमिक विद्यालय कस्तो होला निन्द्रा लाग्यो जाउँ अब नाप्दैन ढाकटुक नापेर जानुपर्छ भोक लागिसक्यो खाजा खानु पर्यो यहाँ चाहिँ कलर फिनिसिङ हुँदो रहेछ ए त्यस्तो यहाँदेखि नापौँ ल अब हामी चाहिँ यहाँदेखि टक्क नाप्दै जाने कहिले नापिसक्नु गाईलाई पुरै हाल नि प्लास्टर गर्नुभन्दा अगाडि झालहरू हालेर यस्तो हालत भएको छ यो चाहिँ अब किन यस्तो गरेको होइन मान्छे सर्वश्रेष्ठ प्राणी भन्छ तर यसले सर्वश्रेष्ठ प्राणी जनाएन नि त होइन भाइ पुरै यस्तो छ सरकारी काम यस्तै हो जहाँ पनि बढी लापरवाही नै हुन्छ ल अब हामी ग्रिल नापिसक्छौँ अनि बाँकी कुरा गरौँ ल ग्रिलहरू सबै नापेर अनि माथि हावा खान निस्क्यौँ देख्न सक्नुहुन्छ साथीहरू अस्ति हामीले हालेको यही भर्याङ हो यो बाँसहरू सिङखिङ्रिक्क परेको थियो पात पलाएर अहिले दामी भएको छ अनि स्कुलको भ्यू म्यामहरू फर्किँदै हुनुहुँदो रहेछ तपाईँहरू यो देवी झोडाबाट को हेर्दै हुनुहुन्छ मेरो च्यानलमा सब्सक्राइब गर्नु भएको छैन भने सपोर्ट गरिदिनु होला अनि सेयर गरेर तपाईँहरूको साथी सामु पनि पुर्याइदिनु होला तपाईँहरूको ठाउँलाई मैले थोरै भए पनि कैद गरेर मेरो भ्लगमा लिइसकेको छु तपाईँहरूको गाउँलाई अरू सामु पुर्याउनको लागि मैले मेरो भ्लगमा भिडियो हाल्दैछु साथीहरू प्लिज सब्सक्राइब गरिदिनु होला यदि भलुवाको देवी झोडाको हुनुहुन्छ भने
है नभए पनि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ हामी बुद्ध माध्यमिक विद्यालयमा छौँ देवीझोडा। अनि अब हामी ग्रिलहरू नापिसक्यौँ। अनि अब हामी चाहिँ फर्किनु पर्ने हुन्छ किनभने भोक पनि लास्टै लागिरहेछ। भने केटाबारी गएर खाजा खाइ हुन्छ होला है साथीहरू। अनि हामीले अस्ति गरेको काम चाहिँ यो ल स्कुल चाहिँ बबालाई छ 10 सम्म रहेछ यहाँ चाहिँ। सुड्डीको सुड्डा होइन सुड्डो के होइन गाइला ओ गाइला ल अब हामी चाहिँ फर्क्यौँ। आजको दिन त्यस्तै भयो साथीहरू। हामी चाहिँ अब फर्किन आँटेको। सातपत्रे देवीथान सिमसर हार्दिक। अब हामी चाहिँ थोरै यता घुम्नु जाने है। अब आइहाल्यौँ। अब यसो हेरेर चल्दिउँ न भनेर हामी चाहिँ यता घुम्नु हिँडेको। यहाँ चाहिँ पुरै सिमसार क्षेत्र मस्त माछाहरू पनि गतिलो गतिलो होला पर्ने। सिमसागहरू माथि चाहिँ चक्का घारी होइन कुकुरो बाँधिरहेको रहेछ कहाँ पछाडि भयो त्यो फर्किन देख्छ। यो चाहिँ खाडी होला। ए खाडी नै म त धानकै पैसा पनि थिएँ क्या झट्ट हेर्दा। के हो यहाँ त शीतल एकछिनको लागि ताल छ क्या त ताल। चल केटा चलो मोबाइल पानी पुरै धानबारी। हाम्रोतिर चाहिँ मकै हुँदैछ भरे त धान के धर्छ धारा रहेछ नि नहुने। यहाँ चाहिँ बबाल ठाउँ रहेछ बबाल। मेरो समीप नुनाम लिम्बू छ। यस ल ल ल यता म भोलि हाल्छु। यता डुबाउँदैन पर्यो के हो यहाँ त भोलि पर्सि नुहाइकन जानुपर्छ यार। परैसम्म डुबाउँदैन। ए नुहाउनुलाई चाहिँ बेस्ट ठाउँ रहेछ। ल ल ल यतिको चाहिँ हुनु पर्यो है। खतरा ठाउँ चाहिँ दामी रहेछ खतरा है। ल आउनु पर्यो तपाईँहरू पनि गर्मीको समयमा नुहाउनुको लागि। ए ल यो चाहिँ देवीझोडा 9 ट्याक्क देवीझोडा छर्ने बेलामा बाटोमा ट्याक्क एरो पनि दिएको छ। सातपत्रे देवीथान माथि देवीथान रहेछ नि त्यो माथि सब देवीथान। अनि यो टक्क यो बाँध कसेर नुहाउनुलाई व्यवस्था। फोहोर चाहिँ नगरिदिनु होला भित्र रिङगटै चलाउँछ नि जिरिङ हुन्छ यस्तो त्यस्तो देख्दा चाहिँ त्यो अजिङ्गर फिल्म हेरेको जस्तो। अजिङ्गर फिल्म हेरेको थाहा छैन ए एनाकोन्डाहरू निक्लिने ल लाग्दिउँ न पर्दैन अब। ए ल ब्रदर ल एकदम खुसी लाग्यो है भेटेर। ल ल ल ल ल भइहाल्छ नि। यति चाहिँ भन्नु पर्यो क्या सपोर्टको लागि। ल हाम्रो नयाँ ब्रदरहरू भेट भयो। अनि सब्सक्राइब पनि गरिदिनु भयो उहाँहरूले। अनि नुहाउनु भएको रहेछ है। पानबारातिरकै हुनुहुँदो रहेछ। अनि उहाँको साथीहरूले यो भिडियो हेर्नुभयो भने चाहिँ सब्सक्राइब गरिदिनु होला। केटा पनि हो। हामी चाहिँ फेरि गाइस हच्चा घुमेर आयो। अघि चाहिँ हच्चा घुमेर चाहिँ हच्चा आइपुग्यो भन्ने माथिल्लो बाटो टक्क अघि माथिल्लो बाटो गएको। अघि हामी जाँदा चाहिँ 3जना थियौँ। मैले चाहिँ भाइ 2जना थियो।
अहिले चाहिँ दुईजना थियो भने अहिले चाहिँ भाइहरूको चाहिँ गाडीको हावा पङ्चर भएर अनि दुईजना भाइहरू जोगाड बसेको अनि भाइलाई चाहिँ हामीले दिएको भाइहरू चाहिँ क्रान्तिकी हटाइदिएको हो सब्सक्राइब चाहिँ गर्नु पर्यो ल हुन्छ धन्यवाद दाइ। ल ल ल ल भाइ अब यहाँ भाइलाई भेट्ने हो यहाँ कहाँ हो पिलिमल कहाँ हो सुया यार फिल्म हल त यहाँ कहाँ मैले तल हो हामी हेरेको हेरे हामी हेरेको हेरे कहाँ फिल्म के हो भाइ पुरै जर्सी सहित छ त यार हरि केटाहरू चाहिँ यहाँ काम गर्दो रहेछ पुरै जर्सी सहित छ त नि के छ नाम लावाती केटाहरू चाहिँ यहाँ काम गर्दैछ अनि त्यो भेटेर जाउँ न भनेर हामी चाहिँ फर्किन भएर म आज दिनभरि डुलाइपछि है के हो फलाम जस्तो देखिन्छ त भाइ फलाम जस्तो देखिन्छ त नि परबाट त अनि यही छ हामी चाहिँ छिरिम घर त के हजुर के छ मेरो भाइ ल यहाँ भोटघाट दिपसँग चाहिँ खत्रै हानेको तर यति पनि मैले चाहिँ हानेकै हो नि पहिलोचोटि स्टिल छुएर स्टिल घोटेको कि आज आजै यो मैले घोटेको जिन्दगी यो कहिले घोटेको थिइनँ होइन यहाँबाट फिनिसिङ हेर्नु नि यो काम गर्नु त ठिक हो तर साह्रो फोहोर है ए अनि केटाहरूले त अनि यति त ठिकै हो नि होइन खतरा ए उयो हाल्नु बाँकी छ बमहरू हाल्नु बाँकी छ फिल्म हल चाहिँ कहाँ हो भाइ यो पल्लो कतिवटा ल्याएको कसले ल्याइदिएको हेड मिस्त्री यहाँ चाहिँ गमे भाइ चाहिँ मेरो भाइ हो के त्यसमा उयो फिनिसिङ गर्ने छ ए कहिलेदेखि गरेको यहाँ यो ट्रस्ट चाहिँ ए यो पार्लिङ हान्ने बाँकी छ लालेको काम ल गाइस अब चाहिँ भरे भेटौँ ल हामी चाहिँ परिन भाइरामा कारखाना पनि टक्क घुमेर आइसक्यो आज देवीझोडा भलुवा त्यो के अरे माथि भोक्टेनी सोक्टेनी सबै घुमेर आइसक्यो अनि मैले डुलेको भिडियोहरू चाहिँ अलिअलि भ्याएसम्म गरेको छु सुरुदेखि अन्तिमसम्म हेरेर फुल इन्जोय गरिदिनु होला भन्दै म हजुरहरूसँगबाट बिदा लिन चाहन्छु बाई बाई गुड इभिनिङ भाइ